भूमिका दिदी, जिन्दगी होस्या बोतल दिदी, रित्तो देख्नु बित्तिकै हर कोहीले छुट्याउनु खोज्दो रहेछ। केही सम्बन्धहरू सिक्काको दुई पात जस्तै हुँदो रहेछन् भूमिका दिदी। नभई पनि नहुने अनि सँगै हुन पनि नसक्ने। सागर दाई, यदि मौनता बस्नु कुनै घमण्ड हो भने आज सबैभन्दा ठुलो घमण्डी त लास हुन्थ्यो होला दाई। म जिउँदै मरेको छु दाई, म जिउँदै मरेको छु। मेरो कामको कुनै मोल छैन, मेरो नामको कुनै अर्थ छैन, त्यसैले त निशब्द राखेको छु दाई। मेरो कदमको कुनै गन्तव्य छैन, मेरो ज्ञानको कुनै सम्मान छैन, मेरो निर्णयको कुनै अस्तित्व छैन, मेरो उपस्थितिमा कसैको ध्यान छैन। म हुनु नहुनु कसैलाई आवाज छैन। शरीर जीवित हुँदा पनि म बाँचेको छैन दाई। सबैबाट ऋण लिएको छु, आफन्तबाट आँसु, साथीभाइबाट पैसा, समाजबाट हेला अनि माया गर्ने मान्छेबाट ढोका लिएको छु दाई। चाँदनीजी, औकात पुगेन भनेर सम्बन्ध तोड्नेहरूलाई के थाहा चाँदनीजी? के घरौलोको चेक पनि 10 रुपैयाँको कलम बिना अधुरो हुन्छ भनेर जिन्दगीमा सोचेको कहिले भएन नानुजी। थाहा छैन दिन खराब हो कि मेरो भाग्य खराब हो। बाँचुन्जेल चिन्ताले जलाउँछ, मरेपछि चित्ताले जलाउँछ। आखिर यो जिन्दगी पल पल जल्नुकै लागि त रहेछ। पैसाले सबै कुरा किन्न पाइन्छ भन्ने हल्ला सुनेको छु यङङ दाइ। पैसाले सबै कुरा किन्न पाइन्छ भन्ने हल्ला सुनेको छु सागर दाइ। मलाई पनि सिकाइदिनुस् न, यो सहरको कुन पसलमा किन्न पाइन्छ खुसी? झर्दै गरेको तारालाई देख्दा पनि केही माग्ने आता होइन दाइ। लाग्यो ऊ पनि त पक्कै आफन्तहरूको चोट खाएर टुक्रिएको होला। चाहिने बेलासम्म म सही थिएँ, जब मेरो जरुरत घट्यो अनि म गलत भएँ दाइ। कसैले आत्महत्या गरेको कुरा सुन्दा म उसलाई कायर सम्झिन्थेँ, तर परिस्थिति र जिन्दगीको बोझले गर्दा थाहा हुँदैछ कि त्यो त म गलत सोच्दो रहेछु। एउटा अन्तिम निर्णय त सही हुन्छ भनेर थाहा भएन दाइ। मेहनत नपुगेर हो कि मेरो भाग्य खराब भएर हो? यो मनले सोचेको केही चिज पनि पाउन सकेको छैन दाइ यो जिन्दगीमा। छोडिदिउँ जस्तो लाग्छ आजकल त। घर पनि, रहर पनि अनि यो सहर पनि अनि यो जिन्दगी पनि। म स्वार्थी भएको होइन दाइ, बस अलिकति दूरी मात्र बढाएको हुँ ती मान्छेहरूबाट जसलाई म हुनु नहुनु कुनै मतलब नै थिएन। खल्ती च्यातिएको मात्र के थियो, सिक्का भन्दा बढी सम्बन्धहरू हराएर गए। सम्बन्ध जोडेपछि जीवनभरिलाई होस् रे विषा, भित्ते पात्र जस्तो होइन। महिना पुगेपछि पल्ट्याउने अनि वर्ष पुगेपछि फेर्ने। रे विषा, मलाई थाहा छ सायद म तिम्रो खुट्टामा बाँड्दा पनि नसुहाउन सक्छु, तर थाहा होला नि फ्रीमा पाउने अक्सिजन अस्पतालमा कति महँगो पर्छ भनेर। कस्तो अप्ठ्यारो सम्बन्ध गाँसेछु है। न मेरै हौ भनी हक जताउन सक्छु, न त यो मनबाट नै हटाउन सक्छु। चाँदनी, म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग्नुहोस्, किनकि तिनै व्यक्ति हुन् भोलि समय आएपछि तिमी को हौ भनेर प्रश्न गर्ने। दुःखमा साथ दिने होस्, बस म त त्यही चाहन्छु।
सम्बन्ध पैसा जस्तै होस्, जति नै पुरानो भए पनि मूल्य कहिले नघटोस्। यहाँ आफ्नो मन त आफैसँग खुसी छैन भने, आफ्नो कारणले अरू खुसी भएन भनेर किन चित्त दुखाउने? माया, म त सफा मन राख्थेँ, तर अहिले आएर थाहा भयो कि मूल्य त रूपको हुँदो रहेछ। जो भेट्यो उसैसँग दुःख कहिले नबाड्नुहोस्। जो भेट्यो उसैसँग दुःख कहिले नबाड्नुहोस्। जिन्दगीको गोरेटोमा मित्र कम अनि शत्रु बढी भेटिने गर्छन्। कसैले खबर सोधेन भनेर नराम्रो नमान्नुहोस्। कसैले खबर सोधेन भनेर नराम्रो नमान्नुहोस्। यो दुनियाँमा खबर सोध्ने कम अनि खबर फैलाउने धेरै भेटिन्छन्। बलेको आगो त पानीले निभाउन सकिँदो रहेछ मिराजी, तर जलेको मुटु आँसुले निभाउन नसकिँदो रहेछ। बलेको आगो त पानीले निभाउन सकिँदो रहेछ, तर जलेको मुटु आँसुले निभाउन नसकिँदो रहेछ। पैसा नै सब थोक होइन, कसरी भनौँ, आज त्यही पैसाकै कारण त म मेरी आमाको काखदेखि टाढा बसेको छु। बैंकको ऋण जस्तै भयो आफन्तको माया पाउनको लागि धन सम्पत्ति नै देखाउनु पर्ने। बैंकको ऋण जस्तै भयो दाइ आफन्तको माया पाउनको लागि धन सम्पत्ति नै देखाउनु पर्ने। ऐनाको महत्त्व फुटेपछि अनि सम्बन्धको महत्त्व टुटेपछि मात्र थाहा हुँदो रहेछ। संसारमा त्यति छिटो त कुनै पनि चिज बदलिँदैन जति छिटो मान्छेको नजर अनि नियतहरू बदलिने गर्छ। संसारमा सबैभन्दा विश्वासिलो चिज भनेको त मृत्यु मात्र हुँदो रहेछ चाँदनीजी, जसले आजसम्म कसैलाई धोका दिएको छैन। तेजेन्द्र दाई, यदि दुखेको मन निको हुने औषधि किन्न पाइन्थ्यो भने नि सायद म किन्नकै लागि भए पनि आफैलाई बेचिदिन्थ्यो होला। केही आफन्तको लागि जति सुकै राम्रो काम गर्दा पनि सधैँ कमी निकाल्ने गर्छ। केही आफन्तको लागि जति सुकै राम्रो काम गर्दा पनि सधैँ कमी निकाल्ने गर्छन्। लाग्छ उनीहरूको लागि गर्दन काट्दा पनि भन्छन् होला अलिकति सिधा काटिएन, टेढो काटिएछ। केही आफन्तको लागि जति सुकै राम्रो काम गर्दा पनि सधैँ कमी निकाल्ने गर्छन्। लाग्छ उनीहरूको लागि गर्दन काट्दा पनि भन्छन् होला अलिकति सिधा काटिएन, टेढो काटिएछ। धेरै नै हिम्मत चाहिन्छ नि दाइ आँखाभरि तिल तिल भएको आँसु आँखामै अडाउन। मान्छेहरूले तपाईँको साथ तबसम्म दिन्छन् जबसम्म तपाईँ खुसी अनि सुखी हुनुहुन्छ। दुःख परेपछि आफन्तले पनि चिन्दैन। भूमिका दिदी, जब मान्छेहरू तपाईँलाई तबसम्म साथ दिन्छन् जबसम्म तपाईँ खुसी अनि सुखी हुनुहुन्छ। दुःख परेपछि आफन्तले पनि चिन्दैन। थ्याङ्क यू एभ्रिवान फर गिफ्टिङ। मान्छेहरू पनि बडो अचम्मको हुँदो रहेछन् चाँदनीजी। मरेको मान्छेसँग रुन्छन् अनि जिउँदो मान्छेलाई रुवाउँछन्। मान्छेहरू बडो अचम्मको हुँदो रहेछन्। मरेको मान्छेसँग रुन्छन् अनि जिउँदो मान्छेलाई रुवाउँछन्। तपाईँहरूकोतिर के छ कुन्नी, हाम्रोतिर बाबुआमा मरेपछि त्यो दुःख फुकाउने कार्यक्रम भन्ने हुन्छ अनि 2टा टोपी लगाइदिन्छन्। अस्ति भर्खर मात्रै मेरो बाबा बित्नुभयो, आज 21-22 दिन भयो, कपाल अझै आएको छैन। मलाई 2टा टोपी लाउँदा के एहसास भयो भने नि, त्यो 2वटा टोपी लगाएको होइन, त्यो जिम्मेवारी बोकाइदिएको रहेछ। बाबाले भन्नुहुन्थ्यो आज रातभरि निन्द्रा लागेन। मैले सोच्ने गर्थेँ किन निन्द्रा लागेन। परिस्थिति र जिन्दगीको बोझले गर्दा थाहा हुँदैछ कि त्यो त जब
व्यवहारले च्याप्दै जान्छ अनि पैसाको अभावले गर्दा आफन्तहरू टाढिँदै जान्छन्, तब जति कोसिस गर्दा पनि निन्द्रा नलाग। यदि केही भएर म चाँडै मरिहालेछु भने लगाउन बाँकी रहेको दोष जति सबै मेरो कात्रोमा लेखिदिनु है। यदि केही भएर म चाँडै मरिहालेछु भने लगाउन बाँकी रहेको दोष जति सबै मेरो कात्रोमा लेखिदिनु है। धन्यवाद।